नमस्कार साथीहरु, तपाईहरु हेर्दै हुनुहुन्छ रोयल ब्रदर्स मोटरसाइकल वर्कशप युट्युब च्यानल र हामी यो चाहिँ फेसबुकमा पनि अपडेट गर्दै छौं। तपाईहरु स्कुटर सर्भिसिङ गर्दाखेरि कसरी गर्नुहुन्छ आफूले पनि बसेर हेर्ने गर्नुस्, सर्भिसिङ कसरी भइरहेछ आफ्नो स्कुटर भन्ने कुरो। यहाँ अब एउटा तपाईहरुलाई जटिल समस्या देखाउँदै छु म। यो स्कुटर सर्भिसिङ गर्नलाई पहिलो चोटी सर्भिसिङमा आएको, तर यसको चाहिँ हामीले सबै सर्भिसिङ त गरिसक्यौं। अरु कहिले पनि खोलेको रहन्छ, यो सबै सफा गरिसक्यो, सबै गरियो। मोबिल पनि एकदम कम थियो, सर्भिसिङ गरिसक्यो। तर यस्तो देख्दाखेरि मलाई एकदम अचम्म लाग्छ कि तपाईहरुको यहाँ देख्न सक्नुहुन्छ, तपाईहरुको आँखै अगाडि म देखाउँदै छु। नमस्कार सबैमा, हामी चाहिँ स्कुटरको गियर आइल चेक गर्दै छौं। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ हामीले गियर आइल छैन, हामी केही पनि छैन यसमा। अब हामीले यहाँ चाहिँ 12 नम्बरको ट्रीले गियर आइल खोल्दै छौं। यसमा गियर आइल कति छ त यहाँ देख्न सक्नुहुन्छ, गियर आइल छैन, यति मात्रै झरे, 2-4 थपा मात्रै झरिरहेछ। यसमा गियर आइल छैन है, यहाँ देख्न सक्नुहुन्छ तपाईले। यसमा गियर आइल लाग्छ, यो चाहिँ गियर आइल यसभित्र हुन्छ। यो चाहिँ कतिपय मिस्त्रीहरुलाई पनि, नयाँ मिस्त्रीहरुलाई पनि थाहा छैन र कतिपय ठाउँमा चाहिँ यो सर्भिसिङमा पनि हेर्ने चलन छैन। यसो गर्नु गलत हो है। हामीले यो चाहिँ इन्जिन सर्भिसिङ गर्ने बेलामा यो गियर आइल चेक गर्नुपर्छ। यो चाहिँ सबै बाइकहरुमा गियर आइल सबै बाइकहरुमा हुन्छ। यहाँबाट देख्न सक्नुहुन्छ, नट फरक हुन सक्छ तर गियर आइल सबैमा हुन्छ है। यो चाहिँ हामीले सर्भिसिङ गर्ने टाइममा चेक गर्नुपर्दछ। अझै यो पुराना नयाँ बाइकहरुमा त अब 2-4 चोटी सर्भिसिङ गर्दासम्म नहेर्दा पनि खासै त्यस्तो फरक पर्दैन, तर पुराना स्कुटरहरुमा हेर्नै पर्छ, गियर आइल हेर्नुपर्छ। यो यसरी टायर घुमाउँदाखेरि गियर आइल भएन भने गियरबक्समा समस्या आउन सक्छ। पछि गियरबक्समा समस्या आउने, गियरबक्सका बेरिङहरु फुट्ने, आवाज समस्या आउने, हरेक समस्याहरु देखिन सक्छन्। त्यसैले सर्भिसिङ गर्दाखेरि जहिले पनि गियर आइल चेक गर्नुस् है। यहाँ देख्न सक्नुहुन्छ गियर आइलै छैन। यस्तो अवस्थामा चलाएपछि त गियरबक्समा समस्या आउने नै भयो है। त्यही भएर हामीले यसको चाहिँ गियर आइल चेन्ज गर्दै छौं। तपाईहरु पनि आफ्नो स्कुटर चढ्दै हुनुहुन्छ भने चेक गर्नुस् गियर आइल छ कि छैन है त। हस् त, धन्यवाद।